अन्तरिम सरकारद्वारा फागुनको 21 गते चुनाव हुने भएपछि सबैले आफ्नो पदबाट राजीनामा दिएर चुनावको प्रचार प्रसारमा लागेका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहज्यूले दिनुभएको राजीनामा मलाई प्राप्त भएको यहाँहरू सबैलाई जानकारी गराउँदछु। र उनले झापावासबाट लड्नेछन्। महावीर पुनले पनि आफ्नो पदबाट राजीनामा दिएर म्याग्दीबाट लड्नेछन्। ऋषि धमलाले पनि आफ्नो कार्यक्रमलाई त्यागेर उनी पनि रौतहट 4बाट चुनाव लड्ने भएका छन्। बाँकी अन्यहरू त छँदैछन्। त्यो बुझ्नु अगाडि हामी यो बुझ्छौँ कि अहिलेको समयमा सबैजनाले आफ्नो राजीनामा दिएर सबैजनाले आफ्नो स्ट्राटेजीमा काम गरिरहेका छन्। तर सबैभन्दा बढी पपुलर रहेको छ र बालेन शाह भर्सेस केपी ओली। जहाँ गए पनि हामीले देख्दै आइरहेको छौँ। हरेक पत्रिकामा हरेक समाचारको हेडलाइन भनिरहेको छ। केपी ओलीले आफ्नो राजनीतिक यात्रामा 6 चोटिभन्दा बढीचोटि झापा 5बाट जित्दै आइरहेका छन्। तर यसमा पनि अहिलेको चुनावमा के छ भने उनले भिडन्त गर्दैछन् अहिलेको सोसल मिडियाको ट्रेन्ड भनौँ अथवा जेनजीको चोइसमा रहेका बालेन शाह। उनले झापा 5बाट त चुनाव लड्ने नै छन्। तर त्यो सबैभन्दा पनि एक इन्ट्रेस्टिङ कुरा के हुनेछ भने अहिलेसम्म झापा 5बाट केपी ओलीले आफ्नो चुनावी यात्रालाई सफल बनाउँदै आइरहेका छन्। आजको भिडियोमा यिनै सबै कुराहरूलाई हामी डिस्कस गर्नेछौँ र यो सबैमा पब्लिक ओपिनियनलाई पनि हामीले न्युट्रल भएर खोज्ने कोसिस गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। देशभरि राजनीतिले तताइरहेको बेला कोही भने भाषण नदिँदाखेरि यसले यस्तो खाले शब्द प्रयोग गर्यो भनेर क्रिटिसाइज गरिरहेका छन् भने ऋषि धमलाले चाहिँ आफ्नो फरक किसिमको आफ्नै अन्दाजमा उनले आफ्नो राजनीतिक यात्रा सुरु गरिरहेका छन्। ब्याक टु द पोइन्ट, केपी ओलीले आफ्नो लाल किल्लामा बालेन शाहलाई मजाले स्वागत त गरिरहेका छन्। तर हामीले बुझ्नुपर्ने जरुरी छ र यो कुरा सत्य पनि हो कि अहिलेको समयमा बालेन शाहको जतिको हाइप र क्रेज नेपालमा अहिलेसम्म कसैको पनि बनेको थिएन। चाहे त्यो पोलिटिसियन होस् चाहे त्यो आर्टिस्ट होस्, यस्तो खाले हाइप त हामीले देखेकै थिएन। तर केपी ओलीको लाल किल्लामा गएर त्यो लाल किल्ला भत्काउन भने सम्भव त छैन। तर असम्भव पनि छैन। बालेन शाहको जुन हिसाबको क्रेजमा उभिएका छन्, जुन हिसाबको उनलाई सपोर्ट छ देश विदेशदेखि लिएर, यो पनि असम्भव पनि छैन। तर जुन हिसाबको क्रेज र जुन हिसाबको मास अपिल हुँदै पनि जुन हिसाबको बुजुर्गमा केपी सरकारको जुन हिसाबको दबदबा छ त्यसलाई भने टाल्न भने सकिँदैन। केपी ओली बालेन शाह दुवै फरक सोचका नेता हुन्, सबैलाई थाहा नै छ। केपी ओली अनुभव भएका, धेरै बोलेका तर काम कम देखिएका भन्ने गुनासो सबैमा छ। तर बालेन शाह कम बोल्ने, सिधा कुरा गर्ने र देखिएका प्रमाण दिने नेता भनेर युवाले मन पराइरहेका छन्। तर केपी ओलीको कुरा गर्नुपर्दा उनीमाथि एक माइनस पोइन्ट के छ भने यो चुनावको सेन्टरमा राखेर कुरा गर्नुपर्दा केपी ओलीमाथि माइनस पोइन्ट के छ भने सेप्टेम्बर 8-9 को डिस्ट्रक्सन। बालेन शाहलाई चुनावमा उठिसकेपछि बालेन शाहलाई जिताउनलाई यही पोइन्ट पनि काफी हुनेछ युवाहरूलाई ट्रिगर गर्नको लागि। तर अरू ठाउँकोमा भएको भए सबैजनाले एक आइडिया लागिसकेको हुन्थ्यो होला। तर झापा 5मा नै यो सबै कुराले पनि काम गर्न पनि सक्छ तर नगर्न पनि सक्छ। केपी ओलीको लाल किल्लामा गएर यो सबै कारनामा गर्नु भनेको एक फलमको चिउरा चबाउनु नै हो। द रियालिटी इज आज जनता भाषण होइन नतिजा खोजिरहेका छन्। पद ठुलो भएर होइन काम भएर नेता चिन्नुपर्छ भन्ने सन्देश बालेनबाट उनीहरूले पाइरहेको देख्न सकिन्छ। अब राजनीति पुरानो डर र झुट र आश्वासनले होइन इमान्दार काम र साहसी निर्णयले चल्नुपर्छ भन्ने हिसाबले सबैले हेर्दै आइरहेका छन्। केपी ओलीले बोलेर आकाशका तारा झारेको पनि सबैले देख्दै आइरहेका छन् र सबैजनाले कलिला बालबालिकालाई र सबै जेनजी आलोचना गर्न उत्रेकालाई पनि गोली ठेकेको सबैले देखेका छन्। सबै यही कुरालाई पनि समराइज गरेर हेर्नुपर्दा सबैभन्दा सजिलो उपाय भनेको जनताको लागि बालेन शाहलाई र घन्टीलाई चुज गर्दाखेरि सजिलो देखेका छन्। तर बालेन शाहले केपी ओलीको ठाउँमा गएर केपी ओलीको सिन्डिकेटलाई नै भत्काएर उसकै ठाउँबाट गएर आफ्नो देशको प्रमुख बन्छु भन्ने पनि एक हिसाबले सबैले अप्रिसिएसन त गरिरहेका छन् र सबैजनाले सक पनि गरिरहेका छन् यो कुनै एक ब्याकफायर नगरोस् भनेर। सबैजना अहिले राजीनामा दिएर राजनीति प्रवेश गरिरहेका छन्। बाहिरबाट हेर्दा यो परिवर्तन जस्तो देखिए पनि भित्र कुरा यति सजिलो भने छैन। जागिर छोड्नु भनेको एक आम कुरा भने होइन, तर राजनीति जानु भनेको सेवाभन्दा पनि सत्ता पहुँच र पहिचानको खेल पनि हुनसक्छ भन्ने सबैलाई लाग्छ। तर साँचो प्रश्न यो हो कि उनीहरू देश बदल्न आएका हुन् कि आफ्नो करियर। यही फरक बुझ्न नसकेसम्म राजीनामा र राजनीति बीचको यो ट्रेन्ड केवल एक एक्सपोज हुन बाँकी मात्रै रहेको एक कथा हो। हस् त हामीले बालेन शाह र केपी ओलीको बारेमा पनि कुरा गऱ्यौँ, अहिलेको अवस्था र पब्लिक ओपिनियनको बारेमा पनि कुरा गऱ्यौँ। जाँदा जाँदै एक कुरा भन्न चाहन्छु म तपाईँहरू सामु, रेकर्ड्स आर मेड टु बी ब्रोकन। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। सब्सक्राइब। केही कुरामा आत्मालोचना केमा राम्रो काम गरेकोमा, देश बचाउँछु भनेकोमा, आगो नलागेकोमा। This is the end.